चिकन रोस्ट बनाउन गइरहेको छु एकजना। चिकन यहाँ रेडी छ साथीहरू। अब यहाँ लसुन केलाइहाल्छु। सो साथीहरू मैले चाहिँ चिकन रोस्टको लागि चाहिँ होइन यहाँ हेर्नु यस्तो भयो है। अदुवा लसुनको पेस्ट हालिसकेँ, मसला हालिसकेँ, खुर्सानी हालिसकेँ, कालो तिल मिसाएर हाल्नु मैले चाहिँ साथीहरू। मैले अब यसलाई चाहिँ मिक्स गर्छु। चिकन रोस्ट बनाउँदैछु है साथीहरू। यसलाई यसरी कागज नीचे में एक गिडाला चाहिँ फालौँ। यसरी बनाउने। अझ अन्डा भए त राम्रो हुन्थ्यो होला है साथीहरू रोस्टमा। आधी मात्र अब यसलाई मिक्स गर्छु है। छ्या काँचो मासु छुनलाई मलाई यस्तो एडी आएको छ। झ्याउ लाग्छ मलाई त। छिटो नहुने अहिले यही खानुपर्छ। यसलाई मिक्स गर्ने मजाले। यहाँ अहिले एकछिन आधी घन्टापछि रोस्ट गर्नुपर्छ। यो पनि हाल्दै अलिकति मसला पुगेन जस्तो छ। मसला थम्बा जस्तो छ। सो साथीहरू हेर्दै गर्नु होला मेरो रोस्टी कस्तो भन्छ है। मजाले उयोहरू थप्दैछु। पिरोहरू मसलाहरू नपुगे जस्तो लाग्यो। खुर्सानी साथीहरू मैले चाहिँ होइन चिकनलाई चाहिँ यहाँ मसलाहरू हालेर सबै रेडी पारिसकेँ। अनि यसले प्लास्टिकले छोपेर एकछिन मैले अब यसलाई राख्नेछु। हेर्नु होला है यस्तो भएको छ। यहाँ चाहिँ खसीको मासु नै छ। साथीहरू मैले चाहिँ होइन अलिकति चिकन पनि रोस्ट गरिसकेँ। अनि त्यसो प्राउन पनि मैले खुलाइसकेँ। हेर्नु होला है त। अब रोस्ट चाहिँ यस्तो धेरै डढेको खाँदैछ। यो चाहिँ कहिले गर्छ यो? त्यही त पहिला यो गरेर यसो गरेर अनि त्यसपछि ल छिटो यो जलाऊ। यो जलाऊ। ह्याप्पी बर्थडे डियर निशा। ह्याप्पी बर्थडे टु यु। कति हाँस उठ्दो। कोही त फेरि झन् त्यही लिएर बसिरहेको रहेछ। जलाएर भनेर जलायो होला भनेर त झन् लिएर बसिरहेको रहेछ। ल हाम्रो नयाँ नेपालमा चाहिँ सिस्टम उल्टो छ क्या। कोहीले त क्यामेरामै हाम्रो त गर्नु पर्दैन कि निशाको मात्र गर्ने हो क्या। भयो भयो भयो
केकमा त खै त म खुवाइदिन्छु यहाँ कसैले केकै खुवाइदिएन अब आएर सो साथीहरू तपाईँहरूले भिडियो हेरेर साथ दिनु नै भयो होला होइन अब भिडियो कस्तो लाग्यो लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु चाहिँ नबिर्सिनु होला फेरि पनि नेक्स्ट भिडियो लिएर आउने नै छु अहिलेको लागि चाहिँ सबैजनालाई लभ यु बाई गुड नाइट भन्न चाहन्छु बाई बाई